नमस्ते, म स्वर्णिमा। आज तपाईहरू समक्ष सिद्धेश्वरमान अक्षलोक साहित्यिक केन्द्रद्वारा नेपाल साहित्यको आमा खम्बा भनी विभूषित जालेश्वरी श्रेष्ठको कथा सङ्ग्रह मौन विद्रोहबाट बदला नामक कथा लिएर आएकी छु। मेरो अफिसको कोठामा आई पिउनले, "अरुणा म्याडम, हजुरलाई जीएम साहबले बोलाइ बक्स्या छ" भन्यो। म जीएमको कोठामा गएँ। "बस्नुहोस् अरुणाजी, मैले तपाईँको व्यक्तिगत विचारको बारेमा बुझ्नु बोलाएको हुँ। कुरा के हो भने, मेरो एउटा साथी अमेरिकाबाट यहाँ विवाह गर्छ भनी आएको छ। उसलाई शिक्षित, अलि वयस्क र समझदार केटी चाहिएको छ। मलाई लाग्यो तपाईँमा यी सबै कुरा छन्। तपाईँको विचार के छ? यदि विवाह गर्ने इच्छा छ भने म त्यो केटासँग कुरा गरौँ?" जीएमले मलाई तुरुन्तै जवाफ दिन नसकिने प्रश्न गरे। "मलाई केही समय दिनुस्, म विचार गरेर घरमा सल्लाह गरी हजुरलाई जवाफ दिन्छु" मैले भने। "ठिक छ, तपाईँ सोचेर जवाफ दिनुहोस्।" मैले विवाहको विषयमा सोच्ने मौका नै पाएको थिइनँ। उमेर हुँदा यस विषयमा सोच्ने फुर्सद नै हुँदैनथ्यो। मैले 17 वर्ष नपुग्दै एसएलसी पास गरेकी थिएँ। मैले क्याम्पसमा एडमिसन गर्नु अगाडि नै मेरो बुवालाई अचानक प्यारालाइसिस भएको थियो। पुरोहितको काम गरी हामीलाई पाल्ने बुवा नै बिरामी भएपछि घरकी सबैभन्दा ठुली सन्तान म भएकीले घरको हेरचाह र परिवारको उत्तरदायित्व मेरो काँधमाथि आइपुग्यो। आफ्नो अनि भाइ बहिनीको पढाइ खर्च, बुबाको औषधि खर्च पुर्याउनको लागि मैले पढाइको साथसाथै जागिर पनि खानु पर्यो। बडो कष्टपूर्ण परिश्रम गरी घर खर्च जुटाउनमा नै मेरो यौवनका दिनहरू बिते। हाम्रो अलिअलि खेतबारी थियो। त्यसबाट प्राप्त हुने आयले खाना लाउन र पढाइ खर्च पुग्दैनथ्यो। आमाले खेतबारीमा काम गरी जसोतसो खर्च जुटाउनुहुन्थ्यो। यस्तै क्रमले मेरो जीवन अभाव र व्यस्ततामा नै गुज्रियो। बिस्तारै म आफ्नो पढाइ सकेर यो अहोदासम्म पुगेँ। मेरो भाइ बहिनीहरू पनि शिक्षा पुरा गरेर आआफ्ना काममा लागे। यसरी चालै नपाइकन मेरा समयहरू बिते। अहिले भाइ बहिनीहरूको पनि विवाह भइसक्यो। उनीहरू आआफ्नै परिवारमा सुखी छन्। बुबाको पनि देहान्त भइसक्यो। तर मेरी आमा भने सधैँ दुखी हुनुहुन्छ, किनभने घर व्यवहारको कारण जेठी छोरीको कन्यादान गर्न उहाँले पाउनु भएन। आमा भन्नुहुन्थ्यो, "मैले मेरी जेठी छोरीको कन्यादान गर्न पाइनँ। यो कुराले मेरो मन सधैँ दुखी रहन्छ। पहिला समय छँदा उसलाई माग्न त धेरै आएका थिए, तर घर व्यवहारको कारण दिन असमर्थ भएँ। छोरीकै कमाइले घर खर्च चलाउनु पर्यो। उसले नै भाइ बहिनीलाई पढाइ। आज सबैको घर परिवार बस्यो, तर उसको घर बसाउन नपाएकोले मेरो मन भित्र दुखिरहेछ। यता मेरो मनभित्र पनि कता कता भाइ बहिनीहरूको परिवारसँगको हाँसखेल र सन्तानप्रतिको माया ममतादेखि ईर्ष्या लाग्थ्यो। मैले घर व्यवहार धान्न नपरेको भए मेरो पनि यस्तै सुखी जीवन हुन्थ्यो जस्तो लाग्छ। जब कहिलेकाहीँ भाइ बुहारीलाई पनि मेरो उपस्थिति बोझ भए जस्तो महसुस हुन्छ, तब मलाई साह्रै नरमाइलो लाग्छ। आमाको बिमारीले मलाई चिन्तित तुल्याउँछ। आमा नभएपछि म एक्लो हुनेछु। मलाई सधैँ एक्लोपनको त्रास हुन्छ। आमा बितेपछि मैले के गर्ने? आमालाई मैले सहारा दिएँ, मलाई कसले दिन्छ? पैसा मात्रै सबै थोक होइन। आफू हिँडडुल गर्न सकिएन भने कसले हेरचाह गर्छ? भाइ बुहारी, बहिनी ज्वाइँहरू सबै आफ्नै धुनमा मस्त हुन्छन्। मेरो मनमा यस्ता ज्वाराभाट बेला बेला उठिरहन्छ। यो उमेरमा विवाहको कुरा उठ्दा दोमन भयो। मेरो विवाह गर्ने रहर नै मेटिसकेको थियो। तर भाइ बुहारीको व्यवहार र आमाले कन्यादान दिन नपाएको गुनासो सम्झदा विवाह गरौँ जस्तो लाग्यो। मैले विवाह गर्ने निश्चय गरेँ। मैले भाइ र आमालाई आफ्नो मनको कुरा भने। मेरो अफिसका जीएमले अमेरिकामा बस्ने उसको साथीलाई एउटी पढी लेखेकी वयस्क केटी खोजिरहेका रहेछन्।
उनले मेरो विचार मागेका छन्, म के जवाफ दिउँ? मेरो कुरा सुनेर भाइ र आमा दुवैका अनुहारमा खुसीका रेखाहरू देखिए। आमाले भन्नुभयो, ठिक छ, एकचोटि केटालाई हेरौँ न त। तिमीले र उसले एक अर्कालाई मन पराए धेरै राम्रो हुन्छ। आखिरमा छोरी भएर जन्म लिएपछि विवाह गरेर अर्काको घरमा जानै पर्छ। छोरीको जाँच सधैँ माइती घरमा बस्न राम्रो हुँदैन। छोरीले लोग्नेकै घरमा कर्म चलाउनु पर्ने नियम छ। छोरी भनेको नै अरूको नासो हो। नासो नसुम्पिकन आमा बुवा मरे भने माथि उनीहरूलाई धेरै कष्ट हुन्छ। छोरी भएर विवाह नगरी आमा बुवाको घर बस्दा इज्जत हुँदैन हेर। आमा र भाइसँगको कुराकानीपछि जीएम साहेबलाई भेटी मैले भने, जीएम साहेब, तपाईँले कुरा चलाउनु भए हुन्छ। भोलिपल्ट नै उहाँले भन्नुभयो, मेरो साथीले तपाईँलाई भेटेर कुरा गर्न चाहेको छ। पर्सि शनिबार मैले उसलाई मेरो घरमा बोलाएको छु। तपाईँ पनि आउनुहोस् र दुवैजनाले आफ्नो कुरा राखेर निर्णय गर्नुहोस्। शनिबारको दिन जीएम साहेबको घरमा भाइ र म गयौँ। त्यो मान्छे आइसकेको रहेछ। ऊ निकै आकर्षक र सौम्य देखिन्थ्यो। देख्ने बित्तिकै मलाई मन पर्यो। उहाँ अरुणाजी, उहाँ मेरो साथी महेशजी हुनुहुन्छ। जीएम साहेबले परिचय गराउनु भयो। चियापान र औपचारिक कुराहरू भएपछि हाम्रो भावी जीवनको निर्णय गर्न हामीलाई मात्र कोठामा छाडी सबै बाहिर निस्किए। उसले आफ्नो कुरा भन्न सुरु गर्यो। म अमेरिकामा काममा सेटल भइसकेको हुँदा यहाँ सधैँ बस्न मिल्दैन। मेरो आमा बुवा त्यहाँ बस्न चाहनुहुन्न। मेरी आमा मधुमेह र उच्च रक्तचापको बिरामी हुनुहुन्छ। मेरो बुबा प्यारालाइसिस भएर हिँडडुल गर्न नसक्ने बिरामी हुनुहुन्छ। उहाँहरूको इच्छाले नै मैले यहाँकी केटीसँग विवाह गर्न चाहेको हुँ। उहाँहरूको हेरविचार र हाम्रो घर स्याहार सम्भार गर्नको लागि पनि म विवाह गर्न बाध्य भएको हुँ। म वर्षको कमसेकम 1 महिनाको लागि एकचोटि नेपाल आउने छु। चाहेको खर्च पठाउने छु। हप्ताको एकचोटि फोनमा कुरा गर्नेछु। मलाई विश्वास छ मेरो यस्तो समस्या तपाईँ जस्तोले बुझिदिन सक्नुहुन्छ। तपाईँको विचार कुनै सङ्कोच नमानी मलाई भन्नुभए हुन्छ। मलाई उसको समस्यासँग सम्झौता गर्न मन लागेन, तर पनि झट्ट फैसला गर्न सकिनँ भने मलाई केही दिन समय दिनुहोस्, सोचेर जवाफ दिन्छु। ठिक छ, उसले भन्यो र हामी दुवै त्यहाँबाट उठ्यौँ। घरमा आइसकेपछि मेरो मनमा फेरि एकपल्ट उथल पुथल भयो। मैले भाइ र आमालाई उसका समस्याका कुरा सुनाएँ। आमाले मलाई सम्झाउँदै भन्नुभयो, केटा राम्रो, शिक्षित र सम्पन्न छ, घर पनि इज्जतदार छ, हाम्रो जात पनि मिल्छ, त्योभन्दा अरू के चाहियो? रह्यो केटा वर्षको एकपल्ट मात्र आउने कुरा, त्यो त्यति महत्त्वपूर्ण छैन। वर्षको 1 महिनासँगै बस्न पाउनु पनि ठिकै छ। विदेशमा काम गर्ने कामदारका स्वास्नी र लौरेका स्वास्नीहरू वर्षको एकपल्ट पनि आफ्नो लोग्नेसँग भेट्न पाउँदैनन्। त्यस्तो घर पाउनु हामी जस्तो साधारणको लागि ठुलो कुरा हो। फेरि तिमी आफूतिर पनि हेर न, तिम्रो साधारण रूप र ढल्केको यौवनलाई पनि वास्ता नगरी मन पराउनु तिम्रो भाग्य हो। सम्पन्न घरको नोकर चाकरलाई तह लगाई वृद्ध सासू ससुराको सेवा गर्नु कुनै गाह्रो कुरा होइन। त्यो घरानियासँग तिम्रो सम्बन्ध भएपछि हाम्रो इज्जत पनि बढ्छ। अर्कोतिर तिम्रो पनि आफ्नो घर, सन्तान र परिवार हुन्छ। समाजमा तिम्रो पनि इज्जत बढ्छ। एकातिर मात्र सोचेर हुँदैन। मेरो विचार त ठिक छ जस्तो लाग्छ। आमाको कुरा सुनेर मेरो मन दोमन भयो। एक मनले विवाह गरेपछि आफ्नो दुलहासँग 1 वर्षसम्म छुट्टिनु पर्ने कुरा मलाई उचित लागेन। अर्को मनले आफ्नो उज्जवल भविष्य हुने, समाजमा इज्जत पाउने आशमा ठिकै जस्तो लाग्यो। आमाको इच्छा पनि पुरा हुने भयो। आमा पनि खुसी हुने र भाइ बुहारीको पनि भारबाट छुटकारा पाइने भएकोले मेरो भित्री मनले सम्झौता गर्न नमाने पनि मैले विवाह गर्न स्वीकृति दिएँ। मेरो विवाह धुमधामले सम्पन्न भयो। मेरो दुलहा देखेर र म ठुलो घरमा परेको थाहा पाएर मेरा केटी साथीहरूले मेरो भाग्यप्रति ईर्ष्या गरे। मेरा आफन्त र शुभचिन्तकहरू सबै खुसी थिए। विवाहपछि आफन्तसँगको ढोक भेटका कारण
हामी धेरै ढिला घर फर्कियौँ। दुवैजनालाई थाकेको अनुभव भयो, त्यसैले कुनै कुरा नहुँदै मलाई निन्द्रा लाग्यो। ऊ पनि केही क्षण इन्टरनेटमा चली सुतिहाल्यो। भोलिपल्ट, पर्सिपल्ट, निपर्सिपल्ट पनि अरू साथीहरूसँग भेटघाट र आफन्तसँग भेटघाट गर्ने क्रममा व्यस्त रह्यौँ। यस्तै क्रममा ऊ जाने बेला पनि आयो। मलाई भने लोग्ने स्वास्नीमा हुनुपर्ने नयाँ सम्बन्धको रोमाञ्चकारी अनुभवबाट वञ्चित हुनु परेकाले आफू दुलही हुनुमा नै अपूर्णता महसुस भइरहेको थियो। मलाई अपूर्णताको अभावमै छाडेर एक दिन महेश आफ्नो गन्तव्य स्थानतिर गयो। मलाई भने आफू उपेक्षित ढुङ्गाको मूर्ति जस्तो निर्जीवमा परिणत भए जस्तो लाग्यो। केही दिनपछि महेशको यस्तो इमेल आयो। अरुणा, म तिमीलाई मान मर्यादा र पूजा गर्छु, तर लोग्ने स्वास्नीको सम्बन्ध र हक दिन सक्दिनँ। यसका लागि मलाई माफ गरिदेऊ। मेरो जेनीसँग अमेरिकामा विवाह भइसकेको छ। म उसलाई सच्चा प्रेम गर्छु। उसँग बाहेक म अरूसँग शारीरिक सम्बन्ध राख्न सक्दिनँ। मैले उसँग आमा बुवाका निम्ति अरूसँग विवाह गरे पनि सम्बन्ध राख्ने छैन भनी वाचा गरेर त्यहाँ आएको थिएँ। पहिला उसले मानेकी थिइन। मैले हाम्रो हिन्दू नारीहरू एकचोटि अग्नि साक्षी राखी विवाह गरेपछि आफ्नो लोग्नेका हरेक आज्ञा पालन गर्छन् र लोग्नेको इच्छा पूरा गर्नु नै धर्म ठान्छन्। लोग्ने जति अपराधी भए पनि ईश्वर मान्छन् भनेपछि बल्ल तल्ल स्वीकृति दिए। मलाई थाहा छ नेपाली समाजमा अविवाहित नारी भएर बस्न धेरै गाह्रो हुन्छ। मैले तिमीलाई सिन्दुर पोते उपहार दिएर देखावटी लोग्ने घर दिएर भए पनि समाजमा तिम्रो इज्जत बढाइदिए। तिमीले आफ्नो धर्ममा रही मेरा आमा बुवा र घर सम्हालिदिन्छौ भन्ने पूर्ण आशामा छु। यी कुरा पढेर म छाङ्गाबाट खसे झै भएँ। म आक्रोशमा आएर चिच्याएँ, तैँले यहाँका नारीलाई त्यस्तो कसरी ठान्न सकेको? यहाँका नारीहरू पनि कमजोर छैनन्? अहिले नारीहरूमा पनि चेतना आएको छ। कुनै पुरुषले नारीलाई अन्याय गर्यो भन्दैमा उनीहरू सहेर बस्नेवाला छैनन्। तैँले मलाई धोका दिइस्। तँ यस्तो छस् भन्ने कुरा थाहा पाएको भए कुनै हालतमा पनि म तँसँग विवाह गर्ने थिइनँ। मैले त आफ्नो सुरक्षित भविष्यको लागि सन्तान प्राप्त गर्ने आशमा विवाह गरेकी थिएँ। मेरो सबै इच्छा, आकाङ्क्षा, सपनाहरू चकनाचुर भए। म न यताको भएँ न उताको भएँ। मेरो मनको आक्रोशको ताप कसलाई सुनाऊ? म विवाहित भइकन पनि कुमारी छु भन्दा कसले पत्याउँछ? म यी कुराहरू सुनाएर मेरी आमाको अनुहारमा देखिएका खुसीका रेखाहरू कसरी मेटुँ? मैले समाजमा विद्रोह गरे पनि कसले साथ दिन्छ? यस्तै कुरा सोची म भित्रभित्रै जलिरहेँ। म त्यो लोग्ने भनाउँदालाई आफ्नै तरिकाले बदला लिन्छु भने मैले सबैको अगाडि विद्रोहलाई दबाएँ। उसका आमा बुवा मेरो सेवाबाट प्रसन्न थिए। मैले मेरो मनको वेदनालाई लुकाइदिएँ। एउटी असल बुहारीको भूमिका निर्वाह गर्न म सफल भएँ। म आफ्नो स्वार्थ पूरा गरी महेशसँग कसरी बदला लिने भन्ने बाटो खोजी गर्न थालेँ। जीएमसँग धेरै हेलमेल बढाएँ। उसको कमजोरीका रूपमा रहेका रसिक स्वभावलाई पत्ता लगाएँ र ससाना काममा पनि उसँग मद्दत लिन उसलाई घरमा बोलाउन थालेँ। महेशका आमा बुवा पनि उसमाथि रत्तिभर शङ्का गर्दैनथे, अति विश्वास गर्थे। मलाई जहाँ पनि उसँग जान छुट दिन्थे। यसै स्थितिको लाभ उठाई मैले आफ्नो स्वार्थपूर्ति गर्ने मौका पाएँ। केही महिनापछि म गर्भवती भएँ। सासू ससुरा अलि बिरामी भइरहनुहुन्थ्यो, तर मैले महेशलाई बुवा एकदम बिरामी हुनुहुन्छ भनी इमेल पठाएँ। ऊ पनि आत्तिँदै तुरुन्तै आयो। नभन्दै ऊ आएको केही दिनमा उसको बुवा साह्रै हुनुभयो र उहाँको देहान्त पनि भयो। 45 दिनको कामसम्म ऊ यहाँ बस्यो र त्यसपछि उसको जाने दिन आयो। उसकी आमाले मेरो महिनावारी रोकिएको चाल पाइन् र खुसी हुँदै महेशलाई भनिन्, तिम्रो बुवाको मृत्यु भए पनि तिमीले मलाई नातिको मुख हेर्ने अवसर दिई मेरो दुःख कम गरिदियो।
अब म तिम्रो सन्तानको मुख हेरेर ढुक्कसँग मर्न पाउने भएँ। तिम्रो सन्तानले अब हाम्रो वंश धान्ने भयो। आफ्नी आमाको यस्तो कुरा सुनि उसको मुख कालो निलो भयो र उसले मेरो मुखमा हेऱ्यो। कुटिल हाँसो ओठमा ल्याई आफूलाई विजयी भएको सङ्केत गर्दै म मुस्कुराइरहेँ।